हेलो गुड मर्निङ नमस्ते नमस्कार सबैजनालाई हामी चाहिँ आज डे 2 मा चाहिँ हाम्रो उद्धार कार्य जारी राख्न गइरहेका छौं। काम सुरु भइसक्यो। काम सुरु अब आज हामी सबै हाम्रो यो ड्रेस लगाएर सब चाहिँ रेडी हालतमा भइसकेको छ। के छ केही छ साथीहरु यसमा भन्नुपर्ने? एकजना मात्रै बोलौँ न। राम्रोसँग काम गरौँ, हातखुट्टा जोगाउँ, चटपट नलगाउँ, आफ्नो पनि सेभ गरौँ, साथीहरूलाई सेभ गरौँ, मेसिन पनि सेभ गराएर चलाउँ होइन। अरू त त्यस्तै हो। अबको टी ब्रेक चाहिँ मेरो लागि खुसीको कुछ लाग्छ। टी ब्रेक किन? त्यसपछि लन्च ब्रेक किन खुसी भन्नु त? अब नेपालतिर हुँदा चाहिँ हामीले अब चिया खाने ब्रेक भन्छ, यहाँ टी भन्दा रहेछ त्यही खुसी लाग्ने। एउटा भयो भने इङ्ग्लिस वर्ड सिक्यो नि त। एउटा इङ्ग्लिस वर्ड आज लन्च भन्दा रहेछ बिहानको खानालाई। बेलुकाको लागि डिनर लन्च केटाले धेरै इङ्ग्लिस अब टर्की आएर धेरै इङ्ग्लिस सिकिसके सिक्ने प्रयासमा छन्। कतिजना अब यो त लुक्छन् होला, कतिजना नेपाल फर्किन्छन् त्यो चाहिँ थाहा छैन। हामी यस्तो रमाइलो गर्दैछौँ, रमाइलो गर्नेहरू भिडियो तपाईँहरूसँग पस्किन्छौँ। यो पस्किएको चाहिँ हेरेर चाहिँ गर्नु होला फेरि है त। यो येल्लो ड्रेस लाउने मात्रै हाम्रो साथीहरू हो। खाना खाना भनेपछि ऊ त्यहाँ पुगिसक्यो। यता हाम्रो कमान्डर सर फेरि लास्ट हुनुहुन्छ, ऊ लास्टमा होइन। एउटा त्यहाँ छ, अरू यहाँ छ, अर्को टोली ऊ पुगिसक्यो। भाउ त थालै भाटै भेटिसक्यो। अब यस्तो छ। न्युपानी सर सुरुमा, हामी चाहिँ यहाँ पछि छौँ। सर के छ आज मासु? सबैजनालाई ह्याप्पी चैते दसैँ। हामी चाहिँ यसरी मनाइरहेका छौँ चैते दसैँ। अनि तपाईँहरू चाहिँ कसरी मनाउँदै हुनुहुन्छ? हामी टर्की नै उहाँले ठग्नुमा, हामी चाहिँ नेपालमै छौँ। हामीलाई चाहिँ ट्रेनिङ गराउन विदेशीहरू हाम्रो यस इच्छा भावनाले चाहिँ म बोलिनँ। अब बोल्नु, अब पाएँ के बोल्नु? अब चाहिँ बोल्नु पायो। रमाइलो फिल भइरहेको छ। ह्याप्पी चैते दसैँ टु एभ्रीवान। दोस्रो दसैँ होइन हाम्रो? दोस्रो दसैँ ठुलो चाड, नेपालीहरूको महान चाड, विजया दशमी पछिको दोस्रो दसैँ महान चाड। अहिले चाहिँ ओके ल राजा ल टिम कोअपरेसन भन्ने हाम्रो यस्तो छ। ऊ कोअपरेसन ल भाइचारा, यसलाई भन्छ भाइचारा। अरू खान्छौ राजा? अरू नि खान्छु ल। मोज गर मोज गर ल। सोलेर हाम्रो सब यहाँ खाना लाइन अहिले यता फर्केर हुन्छ। त्यो भलक नसुन्नु चाहिँ एक सेकेन्ड पनि नसुन्नु हाम्रो भलक। त्यो अहिले हाल्दाखेरि आउने हो कि? यो उता राख। भलकमा धेरै भात देखिने भयो, ठिकै छ। कति हालेको छ? हनुमानजी पहाड चाहिँ उठाउनु भएछ। सगरमाथा फर्स्ट हो यो। ठिक उर्बा भयो कि धेरै नहाल्नु, धेरै खानु। कति हालेको अरे, कति हालेको भात। टर्कीको भूकम्पमा हामी उद्धार गर्दैछौँ। यो चाहिँ सुरुमा कुद्यादेखि त्यहाँ चाहिँ यस्तै हो कहिले अनलाइन पालो दिनु पर्यो भन्दा राजकुमार भाइ अच्छा यहाँ 24 22 जनाले त भनिसक्यो। आउँदाखेरि त सुरुमा थियो त यार।
अलि त्यहाँ ब्रेक फेल भएर दायाँ बायाँ चिप्लिनु भएको थियो अरे हामी चाहिँ टर्कीको टेन्टमा छौँ अहिले अब सानो कमर्सियल ब्रेक छ अब लन्च ब्रेक अहिले हात दुना आउँदैछ टर्कीमा खाँदैछन् क्यारिकेचरमा विशेषमा गर्नुहुन्छ आज है खानाको लाइनमा बसिरहेको ल भाइजनले खाना दिँदैछ अलि इन्टरभ्यू अलि विशेषमा गर्नुहुन्छ हामी अहिले नेपालबाट टर्की आइएछ महिनाको धेरै त भन्दा खासै कति भेट्छ नि साथी दुई जति भेट्ला होइन हाम्रो दुःख नि छ ओहो कति बजी अहिले 12 साढे 12 भयो होला बिहानी 7 बजी उठेको अहिलेसम्म खानु पाइयो होइन एक कप चियाको लटमा खाइएको छ कि अब खाना खानु पऱ्यो ल है ल टर्कीमा दुःख छ के त साथी आउनु आइयो हामी चाहिँ अहिले टर्कीमा अहिले अब लन्च ब्रेक भएको छ अहिले अब हामी खानासाना खाने एकछिन रेस्ट गरेर फेरि हामी चाहिँ उद्धार कार्यमा खटिनु छ धेरै गाह्रो छ जिन्दगी के हेर्ने पैसाबाट खुसी लाग्छ पैसा अब तलभन्दा भत्ता धेरै छ अहिले चाहिँ जस खुसी लागेछ अहिले मलाई यता के छ गुरुबा मलाई चाहिँ के लाग्छ भने आर्मीको अब नेपाल पुलिसको म एपिएफको के लाग्छ भने भत्ता यो तलब भन्दा पनि अलिकति राम्रोसँग उद्धार गरेर होइन त्यो कामहरू सकेर गएपछि चाहिँ राम्रो देखिन्छ जस चलिरहेछ टर्कीमा आएर उद्धार गर्न पाउने तपाईँ खाना सुरु गरिसक्यो हामीले खाना खानुभन्दा चाहिँ सलाद खानुपर्छ यसले चाहिँ हाम्रो खानेकुराहरूलाई चाहिँ मजाले पचाउने मद्दत गर्दछ त्यति मात्र होइन ताली मार मोटायो भन्छ जस हामी अहिले चाहिँ अमेरिकन एम्बेसडरमा छौँ त्यो ठाउँको नाम के अरे डेलस टेक्सस होइन अहिले चाहिँ हामी अमेरिकाको डेलस टेक्सस भन्ने ठाउँमा छौँ यहाँ चाहिँ उनको मासु दिनुभएको छ होइन क्यामलको मासु खाइरहेछौँ एकदम बेस्ट हामी चाहिँ नेपालदेखि सशस्त्र प्रहरी नेपाल पुलिस र नेपाल आर्मी चाहिँ आएको एकदम बेस्ट हो जस अमेरिका आएर यस्तो खाना खानु पाउने गर्व लागिरहेको त्यो कुहिरेहरू कुहिरे आयो एउटा नेपाली कुहिरे नेग्रो पिपुलको हो ठिक छ जे हो नि खाना चाहिँ है हामी यहाँ टर्कीमा खाना लन्च टाइम हो हाम्रो जस रिलिफ एन्ड रेस्टमा हामीले काम गरिरहेको छौँ हाम्रो एक ग्रुप उठै काम गरिरहेको छ हामी अहिले खानाको लागि चाहिँ यहाँ आएको छौँ हाम्रो नन स्टप हाम्रो लाइट टिम हो नन स्टप काम गर्छ हाम्रो काम हाम्रो निरन्तर भइरहेछ त्यो चाहिँ खाना खान्छ हाम्रो कुहिरे आयो एउटा को कुहिरे त्यसलाई भन्छन् कुहिरे सुरे हिमडुङ्स तामाङ्स हाम्रो इङ्ग्लिस हो सुरेश हिमडुङ्स तामाङ्स खाना खाना कति आयो कति खाने हो नि खसीको मासु पनि देखाउनु हो खसीको मासु सम्झिने पानी सम्झिने क्यामल हामी टर्कीमा छौँ ठिक ल यता बना ल म चाहिँ भात खाँदैछु होइन भातको आइटमहरू छ होइन भातको आइटम यता छ त नि यता यो अचार होइन टक्क यो सागहरू तपाईँको दही र त्यो काजु बदामको दही चाहिँ छुटेछ अनि यता माथि पनि देखाएको बोतल देखेर आएर दही मिठो लाग्दैन दही अलिक खासै म त्यति खाँदैन त्यही भएर दही चाहिँ ल्याइएन नाम के अरे मिस्टर के भयो नाम गोपाल केसी लास्टमा बनाउनु अहिले खानु ल हातले खाएकोले हात उठाउने चमचले खाएकोले चमच को के हो ल इन्जिनियर साहब नाप्दै हुनुहुन्छ हाम्रो यहाँ इन्जिनियर साहब राम्रोसँग नाम नै बाङ्गोटिङको भयो नि फेरि अहिले इन्जिनियर साहबले एक्लै पाउनुहुन्छ हामीले पाउँदैनौँ क्या त्यो सबै गर्नुले एक दुई छोडिदिने हो सङ्गारी सिधा काटिएन भने कता जानु फेरि
इन्जिनियरले नापेअनुसार काट्नु पऱ्यो है त हाम्रो अहिले यहाँ 40 काठ काट्ने काम भइरहेको छ यो एसेम्ब्ली टोलले अहिलेसम्म यो बनाइसकेको छैन यार त्यस्तो हुन्छ केही राम्रो भएन भएको छैन मैले हेरिसकेँ अघि नै राम्रो हुन्छ यो भन्दा हेलो हेलो हामी चाहिँ सबै युरोपियनको साथीहरू नमस्ते खाजा खाँदैछौँ हामी चाहिँ यता हामी चाहिँ यहाँ समोसा खाँदै युरोपियनको जेलमा बनाउने चटनी बेस्ट छ चिया चिया नेपालीको सबैभन्दा के भन्छ बेस्ट खाजा खाजा भनेको चिया हो नेपाली खाजा नेपाली खाजा तपाईँहरूलाई लगाइरह होला हामी मलेसियातिर छौँ जस्तो होइन मलेसिया होइन यो नेपालमै हो हामी टर्कीमा छौँ टर्की टर्कीको जेलको कैदीहरू हामी नै हो मलाई त्यो बोल्छस् तेरो भाषा फिर्ताले हाम्रो सजाय 15 गते सकिन्छ अनि हामी नेपालको फ्लाइटमा रवाना हुन्छौँ डाइरेक्ट बस टु बस होइन यो हाम्रो खाने क्याम्प हाम्रो खाने क्याम्प के हो ठाउँमा साउँदे क्वा खा केटाले यो हाम्रो मेस क्याम्प भन्छ होला को आयो फेरि पछाडि भुल आयो भुल भुल बेचेको मिस मेस क्याम्प यताकोलाई बेस क्याम्प देखा होइन एकछिन एकछिन म्युट गरौँ न एकछिन ब्रेक अहिले म्युट गरौँ न एकछिन हाम्रो चैते दसैँ पनि हो है आज चैते दसैँ यस्तो छ केटाहरू जो सबै जोसीलाई जाँगरीलाई होइन हामी गर्दिनौँ गर्न मन छैन भन्ने कोही चाहिँ छैन यहाँ यो पिटिन कुदाएपछि सबै त्यो एक्लै बाँदरलाई चाहिँ के भएको खै टोला छ एक्लै एक्लै बस्छ बहिनीले गाली गरे क्या बहिनीले बेलुका खाजा देखेर विरक्त लाग्यो दाजु यहाँको चाटी खायो फेरि विरक्त लाग्यो भन्छ जहिले समोसा मात्रै छ यार खाजा यसो चिकन समोसा भयो त सुरु गरौँ है दाजु सकिसके सुरु गरौँ भन्छस् 3 पिस बाँकी छ त चिकन समोसा होइन मटन समोसा हाम्रो तालिम डर लाग्छ हेलो हेलो हजुर नमस्कार हजुर नमस्कार अडियन्सहरूलाई नमस्कार हामीले चिया नास्ता गर्दैछौँ के भन्छ तपाईँलाई ऊ आएर कुखुराको उयो रोस्ट हाल्यो मलाई यो जिन्दगीले कहाँ पुर्यायो कहिले आलुकै समस्या आलु के अचार आलु के ढुँडो आलु के भात आलुकै भात आलुकै अचार आलुकै खाना तर सरले ज्यान त खाए जस्तो लाग्दैन खाना चाहिँ खा हुनुहुन्छ फेरि म खानाको लागि जन्मेको खाँदी खान्छु खानाकै लागि जन्मेँ हो हजुर मेरो बन्दी पनि आदमी थप्दैन खान्छ म एउटा अर्को खाँदैछ खानाकाल खानाको काल त होइन खानालाई जन्म्या समयमा लागि खानु पर्दो रहेछ यसले मलाई खाने भनेर बनाएर रहेछ त्यो अनि के गर्ने ओके
अर्का हामीले एकल काटे चालु छ र